हामी घुम्न जाँदैछौँ माउन्ट फुजीको नर्थ साइडतिर। सो हामी फर्स्टमा चाहिँ यो यतातिर साइडतिर यो खाओगुचीको स्टेसन भन्नेतिर जान्छौँ र हामी पहिलो दिन यहाँबाट बसमा गएर हामी पुग्छौँ बस्छौँ यता ओएसी पार्कतिर। यतातिर चाहिँ ओएसी पार्क पर्छ। यहाँबाट चाहिँ यो माउन्ट फुजीको भ्यू चाहिँ राम्रो देखिन्छ। सो यो माउन्ट फुजीको हामी नर्थ साइडतिर जाँदैछौँ। यो पुरै एरिया चाहिँ 5वटा लेकहरू छ यहाँनिर। जापानको टप 100 टुरिस्ट डेस्टिनेसन मध्येको एउटा डेस्टिनेसन चाहिँ यो हो। टोकियोबाट लगभग टोकियो मेन सेन्टरबाट अराउन्ड 2 आवर्स 2.5 आवर्स जस्तोमा यो स्टेसनमा पुगिन्छ। सो यहाँबाट 2 दिन जतिमा चाहिँ यो एरिया पुरै घुम्न सकिन्छ अराउन्ड एक लेभलमा। सो हामी चाहिँ यहाँबाट घुम्दै घुम्दै जान्छौँ। हामी घुम्दै घुम्दै गएर हामी एक दिन यहाँ बस्छौँ अनि भोलिपल्ट हामी यहाँबाट घुम्दै घुम्दै गएर यो अर्को लेक साइको भन्नेमा पनि घुम्छौँ। लेक साइको यतातिर पनि पुग्छौँ। सो हामी यो 2टा लेक चाहिँ पुरै एक राउन्ड पुरै हान्छौँ र हरेक स्टपमा चाहिँ यसको हरेक डेस्टिनेसन डिफ्रेन्ट डेस्टिनेसन टुरिस्ट एट्र्याक्सन छ है त। ल आउनुहोस् हामीसँगै 2 दिनको यो टुरमा घुमौँ हामीसँगै। हेलो एभ्रिवान, त्यता हेरिदिउँ। आज चाहिँ हामी जाँदैछौँ खावागुचीको हाम्रो अर्ली मर्निङ विकेन्ड टुर। हामी चाहिँ आज अब त्यहाँ हामी आज गएर बसेर भोलि मात्र आउँछौँ। अहिले सानो एउटा लामो टुर एउटा छ। त्यो छ अर्ली मर्निङ हाम्रो घर नजिक। अहिले सिन्जुको स्टेसन सिन्जुको स्टेसन यस्तै छ। अब यहाँ त्यस्तो कफी ब्रेड अलिकति खाऊँ होइन। अनि यहाँबाट बिस्तारै हामी अब बस चढ्छौँ। ओके, हामी चाहिँ सिन्जुको साउथ एक्जिटमा आएर होइन, अनि त्यस पछाडि 4th फ्लोरमा चाहिँ बस्टा स्टेसनको टिकट काउन्टर छ होइन। त्यहाँबाट टिकट काउन्टर भयो, त्यहाँ मेसिनबाट आफैले टिकट लिन मिल्छ इङ्ग्लिस चुज गरेर होइन। त्यस पछाडि यहाँ चाहिँ मान्छेहरू वेटिङमा एकदम धेरै, आज अब विकेन्ड्स भएर होइन मान्छेहरू एकदम कुरिरहेछ नि। यसकै भित्रपट्टि यहाँ चाहिँ बस स्टेसन छ। सो हामी चाहिँ यहाँबाट इन्फर्मेसन सेन्टर पनि छ, केही इन्फर्मेसन चाहिएमा अन्त हामी यसरी गइन्छ है त। हामी चाहिँ बस कुर्दैछौँ अब सुन्तला। बदाम पनि छ तर झोलामा नेपाल कस्तो सुन्तला एकदम नेपालको जस्तो एकदम रसाउने। हामी बस्यौँ बस। हामी आइपुग्यौँ खावागुचीको स्टेसन। यस्तो छ यहाँतिर चाहिँ। खावागुचीको स्टेसनबाट यो सबै तालको वरिपरि घुम्नलाई 2 दिनको लागि 2000को बसको टिकट लिन मिल्छ। सो हामी चाहिँ 2000को एक-एकवटा टिकट लियौँ र यहाँबाट हामी लाग्छौँ अर्कोतिर। हामी आइपुग्यौँ हाम्रो वान अफ द डेस्टिनेसन। तेरा यहाँ फोटो सेसन हुँदैछ। हामी पार्क यहाँनिर यस्तो दामी छ होइन, टक्क लाएर। यता हाम्रो माउन्ट फुजी नजिक देखिन्छ यहाँबाट चाहिँ। अर्को मान्छे पनि हुनुहुन्छ यता। मैले सबै फोटो खिच्ने बस्ने होइन टक्क लाएर। विस्की आइसक्रिम पनि खान्छौँ। दामी रहेछ है, दामी ल। हामी अब यहाँनिर खाजा खाँदैछौँ। खाजा भने खाने अर्डर गर्दैछौँ। के आउँछ हेरौँ अब होइन। त्यो छ बाहिर भ्यू चाहिँ। यहाँ बस पार्कको यता बाहिर छ। हामी छौँ यतापट्टि अर्को ठाउँतिर। यहाँ दामी रहेछ है म्युजियमहरू। क्याफे किन बन्द हो सबैजना यहाँ?
सक्यो टाइम सकियो र 4 बजे 4 बजे भन्दा हो हामी आइपुग्यौँ अहिले तालकै अर्को साइडतिर खाउजी लेक माउन्ट फुजी यहाँ पनि दामी रहेछ है दामी ल सनसेटको टाइम भयो वाउ वाउ दामी 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 रहेछ मजा आइदियो सट्टै त फर्क न हामी चाहिँ अहिले साइट सिइङ वाकिङ छ पोखरा लेक साइड जस्तै भाइब्स छ यहाँनिर त होइन कस्तो भाइब्स आयो यहाँनिर तिमीलाई एकदम पोखरा लेक साइडकै भाइब छ होइन ए भाइ। एउटा बिल्डिङ देख्दाखेरि चाहिँ के याद आयो भने सानो सानो हुँदाखेरि स्कुलमा उद्योग कल कारखाना भन्दाखेरि यस्तै बिल्डिङको साइन आउँथ्यो होइन अब ठ्याक्कै उद्योग कल कारखाना भन्ने उयो चढ्ने हो यहाँ जाने हो यहाँ चढ्ने आऊ उयोमा चढ्ने आऊ चाहिँ यो चढ्न बनाएको होइन हो भने हो किन होइन त्यस बनाउँदैछ हामी आइपुग्यौँ अर्को गजबको ठाउँमा मजाको ठाउँ रहेछ यो जग्गा अझ सेतो धु होइन सानो सानो ताल ताल त के भन्यो यसलाई सानो तालको पोखरी छ पोखरी सानो पोखरी त दामी ठाउँ हेर न है सोही क्या प्राइभेटवाला कालो पोखरी चाहिँ प्राइभेट कालो पोखरी हो ऊ माछा रहेछ हेर न अझ कति धेरै खासै प्राइभेट पालेको माछा हेर न खोइ चल्दा है अँ। कस्तो ठुल्ठुलो रहेछ है नानी है हेर न कति आएको ल, 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 ल। हालिदिन्छ न आयो के हो कति धेरै सोह्र आयो है मजाको ठाउँ रहेछ ल गरिरह सो हामी पहिलो दिन हाम्रो लगभग टुर सकियो हामी यो खाओकुजीको स्टेसनबाट यहाँ स्टेसन गयौँ यहाँ स्टेसनबाट यो हुँदै घुम्दै 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 गएर पहिला सुरुमा हामी फर्स्टमा यहाँ पुग्यौँ ओइसी पार्कतिर हामी आइसक्रिमहरू खायौँ यहाँ बस्यौँ घुम्यौँ हेऱ्यौँ अनि यहाँबाट फेरि हामी अलिकति हिँड्दै वाकिङ गर्दै हिँड्दै हिँड्दै अलिक वरतिरसम्म आयौँ यो हरेक स्टेसनमा डिफ्रेन्ट डेस्टिनेसनहरूको छ तर हामी चाहिँ अब यहाँबाट हिँड्दै हिँड्दै 1.5 घन्टा जति चाहिँ अलिक वरतिरसम्म घुम्दै घुम्दै आयौँ र हामी फेरि बिस्तारै बसमै फर्केर यही ठाउँमा गयौँ यहाँसम्म बस फेरि यही रेड लाइनमा बस चढेर र यहाँबाट चाहिँ हामीलाई होटेल हाम्रो होटेल चाहिँ माथि साइडतिर कहिले कुनातिर पर्छ सो होटेलले नै गाडी हामीलाई लिन आयो यहाँनिर चाहिँ 5 बजी अनि त्यसपछि हामी बल्ल होटेल गयौँ हाम्रो डे फर्स्टको लगभग यो चाहिँ सकियो है त हामी आइपुग्यौँ हाम्रो होटेलतिर होटेलको बाहिरको यो चाहिँ अर्को खालकोतिर हो जङ्गलको कुनातिर हाम्रो रुम कस्तो छ हेऱ्यौँ ट्याङ ट्याडे कस्तो छ भाइ वाह वाह ए उता मेरो बाँकी छ क्या होइन यहाँबाट चाहिँ के देखिँदैछ भाइ वाह होटेलबाट त ठ्याक्कै झ्यालबाट हेर न ठ्याक्कै माउन्ट फुजी देखिँदैछ बिहान उठ्ने बित्तिकै माउन्ट फुजी ल यो चाहिँ जापानिज अनसेन अब यहाँ आयो लुगा सुगा यहाँ खोलेर आयो अनि यहाँ चाहिँ बाथिङ यो तातो पानी नुहाउने ठाउँ अनसेन है यो चाहिँ यता बाहिरपट्टि चाहिँ जङ्गल छ उतापट्टि चाहिँ केटीको यता चाहिँ केटाको दामी रहेछ कोही पनि छैन मान्छे म चाहिँ फ्रेस भएर निस्केको है त अब चाहिँ ट्याङ टाडे यहाँ चाहिँ बच्चा सच्चा ल्याएर सुताएर राख्ने रहेछ हाम्रो डिनर टाइम यही हो यता भेजमा चाहिँ यस्तै थियो मलाई चाहिँ मिठो लागेन है लास्टै म त्यस्तो खासै खान नसक्ने मान्छे ल बजाउँ यस्तो छ अब यहाँ खाना खाएर टक्क लगाएर बस्ने भित्र होइन सही भने है तर रातो तापै बस्यो है cozy environment, एकदम beautiful interior decorations. ओके सही हो है Typical जापानिज guest house vibes. I would say सही हो ल गेस यो नाम गेस्ट हाउसको नाम के हो अरे Shakuyo guest house. साकुयो गेस्ट हाउस बेलुका 8 बजेपछि चाहिँ त्यो दिन फेब्रुअरी 14 अनि स्याटरडे भएको भएर यो तालको छेउतिर चाहिँ हानाबी भन्छ यो फायर वर्क्स हुने रहेछ सो बेलुका चाहिँ हामीले यसो फायर वर्क्सहरू पनि हेर्ने
चान्स पायौँ। होटेलको बाहिरपट्टिबाट चाहिँ हाम्रो अलिक उता बाहिर साइडबाट देखिने रहेछ। अलिकति पर भइरहेको छ तर जस हेर्दा चाहिँ रमाइलो थियो। हेलो गुड मर्निङ। हामी चाहिँ अहिले बिहान यसो बाहिरतिर निस्किने हिँडेका छौँ वाकिङ वरिपरि। यो चाहिँ हामीभन्दा माथिल्लो बसेको होटेल हो। यो चाहिँ डोमोवा स्टाइलमा रहेछ है। यता भयो पारी हाम्रो माउन्ट फुजिसान। यहाँ हाम्रो म्याडम वाह वाह के खसेर के हो कि यार गन्ध गरे जाऊ तिमीहरू हाम्रो होटेल है। यो चाहिँ साकुया के अरे यहाँनिर अस्ति हिउँ पऱ्यो अझ बाँकी रहेछ। गेस्ट हाउस साकुया यो चाहिँ हाम्रो होटेल हो है। आइस रहेछ यतातिर माथितिर जङ्गल पुरै नेसनल पार्क। के नेसनल पार्क रे? माउन्ट फुजी नेसनल पार्क। माथितिर जङ्गलको बिचतिर छौँ यहाँ। हामी वरिपरि डुल्छौँ अनि होटेलमा रेडी भएर 8:30 बजेतिर चाहिँ हामीलाई होटेलको गाडीले नै अर्को ठाउँसम्म चाहिँ छोडिदिन्छ। सो हामी चाहिँ अब अर्को नेक्स्ट स्टेसन हामी आइपुग्यौँ अहिले नागामा। आउ त्यहाँ देखाउ त हामी अहिले कहाँ छौँ भन त। सो हामी अहिले 34 मा छौँ। नागाहामा यहाँ इङ्ग्लिसमा पनि छ हैन, हजुर पनि छ। हामी चाहिँ 34 बाट अब हामी लेक साइको जानलाई हामी घुम्दै अनि हामी चाहिँ यो स्पेशली यो हाम्रो यहाँको अलि भिलेज टाइपको ट्रेडिसनल एरिया छ हैन। हामीले त्यो हजुरलाई भिडियोमा पनि पछि देखाउँछौँ। यो एरिया जान लागि चाहिँ कुन सपोर्ट छ हाम्रो एक्सपिरियन्स पनि सुनाउँछ पछाडि हामीले हैन। ओके जस्ट यो एरिया घुम्न लाग्दैछ चाहिँ वाह 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 ल ठाउँ नि सही छ है। भाइब छैन आज पुरा खुल्यो कि कुन डोजर कस्तो खुल्यो क्या हालेर नि बा कुरो हो होइन। आयो ल बस आयो हाम्रो बस आयो ल ग्रिन लाइनको बस आयो ग्रिन लाइनको ल हामी आइपुग्यो हाम्रो डेस्टिनेसन्सतिर। अब हामी चाहिँ माथिको गाउँतिर जाने हो है। सही रहेछ है। बस यता गयो कस्तो खतरा के वेदर हेर न ल। वेदर राम्रो भएन अब देखियो हो। तर गाउँ चाहिँ एकदम ओल्डको एकदम ओल्डको पुरानो गाउँ हो होइन। मतलब यहाँको चाहिँ पुरानो टाइपको होइन। आइसक्रिम खानु न अहिले अहिले खानु न आइसक्रिम। जाउँ हाइकिङ गर्ने हिँड्ने माउन्ट फुजीको अर्को साइडतिर हो रहेछ यता हिँड्ने हो। तिमीलाई छ नि तिमीलाई के कुरा चाहिँ रियलाइज भयो? तिमीले के कुरा खतरा हुन्छ नि यहाँको? अब जस्तै खतरा भन्दा पनि होइन तिमीले यहाँबाट के कुरा सिक्यौ कि यो ओभरअल हेर्दा चाहिँ के थियो? के सिक्यो तिमीले ल भन। मलाई त यहाँसम्म आउँदा क्या इन्फ्रास्ट्रक्चरको डेभलपमेन्ट भन्दा चाहिँ डेभलपमेन्ट हुनुपर्छ। तर पुरानै कुराहरूलाई प्रिजर्भ राखेर चाहिँ अनि
इन्फ्रास्ट्रक्चर गर्नुपर्छ अलिकति के भन्छ अलि त्यस्तो अब त्यो तिमीले एकदम जेनेरिक भनेको चाहिँ हो तर एकदम तिमीले सर्ट कुरा गर्न सक्ने कुराहरू त्यसमा अझ तिमीले के बुझ्यौ ल भन सक्ने कुरा जस्तै मैले मेरो कुरा भन्छु भयो त मैले बाटोमा आउँदा के कुरा रियलाइज गरेँ एउटा भने होइन जस्तै इन्फ्रास्ट्रक्चर अब फर्स्टमा यो अब तिम्रो बाटोहरू राम्रो त हुनु पऱ्यो होइन फर्स्टमै चाहियो नि त बाटो अब यो एक हिसाबले भन्यो भने त एकदम विकट ठाउँ हो नि त उताबाट हेऱ्यो भने त हो किन काइन्ड अफ विकटै ठाउँ हो नि त तर पनि यस्तो दामी अब यस्तो बनाइदिएको भने चाहिँ एउटा बाटो हो नि त मेन राम्रो इन्फ्रास्ट्रक्चर राम्रो भयो अनि पुरानो प्रिजर्भ गरेँ त्यो हो त्यो सँगसँगै अर्को भनेको चाहिँ इन्फर्मेसन क्या जस्तै यो ठाउँको लागि हेरेन उहीँबाट राखिदियो नि त इन्फर्मेसन प्रोपरली क्या त्यो चाहिँ मलाई चाहिँ दामीसँग राखेँ क्या जस्तै उहाँबाट यहाँ आउनु कति टाइम लाग्छ यहाँ के छ भन्ने कुरो उहीँ लेखेर राखिदिएको कि टक्क लाएर क्या म्याप बनाइदिएर होइन एरियाको क्या जस्तै अब हाम्रो गाउँतिर त्यस्तो हुँदैन नि त जस्तै हाम्रो गाउँमा थानापतिमा हेऱ्यो भने होइन थानापति मन्दिर लौके झर्ना त्यहाँ छ नि तल लौके झर्ना छ नि त्यहाँ होइन तर मान्छेलाई के थाहा हुन्छ भने थाहा छैन त राखिदिएको छैन भने थाहा नभएको मान्छेलाई त्यहाँबाट त ककनी पनि जानु मिल्छ भने त थाहा नै छैन नि त मान्छेलाई होइन त इन्फर्मेसनै छैन क्या त्यहाँनिर भनेपछि प्रपर एउटा त्यो इन्फर्मेसन चाहिँ चाहियो रहेछ क्या हामीलाई है ल हामी चाहिँ अब यो गाउँ घरतिर आइपुग्यो अब यहाँभित्र छिर्छौँ मैले चाहिँ त्यो एउटा कुरा बुझेँ त्यो मेल रहेछ है यो पहिलाको हेरेन मकै हेर न पुरानो ठ्याक्कै क्या पहिला जस्तै नेपालमा जस्तै टक्क मकै सकै झुन्ड्याएर राख्ने होइन बाहिर सुकाउने त्यहाँ मिल हामीले तिर्यो 500 टिकट फेरि यहाँ जानलाई अब यो भित्र चाहिँ घुम्ने हो है फेरि यहाँनिर यस्तो गेट रहेछ ल छिरौँ भित्रतिर कस्तो छ हेर्न जाउँ हिँड्नुहोस् अब घुम्न इन्डिलाइट बजार छ नि इन्डिलाइट बजार छ यहाँ फेरि अर्कै आएको रहेछ है पहिलाको के ठ्याक्क है कस्तो बनायो है ट्रेडिसनल पहिलाको ठ्याक्क बनाएर रहेछन् हामी एउटा घरभित्र चाहिँ भित्रै छिरेर एक तल माथिसम्म जाँदैछौँ कस्तो रहेछ वाह वाह यस्तो गरेर यो चाहिँ अब मुभी थिएटर जस्तो होला क्या टक्क यो मुभी थिएटर रहेछ क्या यहाँ टक्क बस्ने गाउँको मुभी थिएटर कि टक्क यहाँ मान्छे सबैजना बस्ने टक्कै होइन हेर न ल अनि यहाँ मुभी हेर्ने ल सही रहेछ है यस्तो रहेछ यहाँनिर चाहिँ 41वटा चाहिँ घर रहेछ त्यो ठाउँ चाहिँ 41वटा घर भएको नाउँ गरेको चाहिँ गाउँ रहेछ होइन तर 1966 सेप्टेम्बर 25 को दिनमा चाहिँ 26 नम्बरको टाइफु चाहिँ आएर चाहिँ यो ठाउँमा चाहिँ पुरै मडवाला हुन्छ नि हिलोवाला टाइफु आएर चाहिँ यो गाउँलाई चाहिँ पुरै नै डिभेस्ट गरिदिएको रहेछ होइन त्यस पछाडिबाट चाहिँ त्यो म्युजियमले चाहिँ के देखाउँछ भने त्यस पछाडिबाट उनीहरूले कसरी चाहिँ त्यसलाई रिबिल्ड गर्नलाई उ गर्यो त्यसको भिडियोहरू पनि यहाँ देखाउँछ लाइक मुभी थिएटरभित्र चाहिँ होइन त्यस पछाडिबाट त्यसमा चाहिँ अब त्योबाट कसरी सेम टाइप अफ यिनीहरूले कसरी कन्ट्रोल गरेर ल्याएर मड फ्लो कन्ट्रोल ल्याएर मिन्छ हैन कसरी गरेर अनि त्यो कन्ट्रोल नेक्स्ट टाइमको कन्ट्रोलको लागि प्रिभेन्सनको लागि चाहिँ हाउस कसरी बनाएको उनीहरूले भिडियोस मार्फत पनि देखाएको तर कहाँबाट आयो म त्यो टाइफु कसरी आयो मड फ्लो यहाँ छ पहिला टाइफु के भन्छ नि ज्वालामुखी कसरी आयो त्यस्तो त कहाँबाट आयो सायद अब माउन्ट फुजी फुटेर निस्किँदाखेरि किनकि गएर ताल फुटेर निस्किने हो नि त होइन त्यो ताल फुट्दा त्यो तालको हिलो सबै आयो होला क्या तालको हिलो छुटेर सबै
ए यहाँबाट झन् देखिन्छ होला नि त है। के हो यहाँ त मान्छे बस्ने ठाउँ छ त। भिडियो लगाइरहेको चाहिँ साकुरा फुले जस्तो देखिन्छ देखाएर चाहिँ यस्तो यो ट्रेडिसनल त्यस्तोमा बस्ने चिया खाने भित्रबाट चाहिँ ब्ल्याङ्केट तातो आउने मान्छेहरू बसेर फोटो खिचिरहन् सही रहेछ है। ए फलको यो चाहिँ टक्क बस्ने यहाँ तल बसेर खुट्टा तल छ नि तातो पाउने होइन। बोलो 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 तल झरेर बसेको छैन यहाँनिर चाहिँ सर्लक्क ब्ल्याङ्केट ओढेर तातो बनाएर टेबलमा खानेकुरा राखेर सबैजना मिलेर ट्रेडिसनल जापानिज चाहिँ हो नि। जापानिजहरूले चाहिँ खासमा अहिले पनि चेयरमा बसेर टेबलमा बसेर खाना कमै खान्छन् होइन। उनीहरूको घरहरूमा चाहिँ सबै भैमै बस्ने चलन हुन्छ। त्यसले गर्दा चाहिँ उनीहरूको हेल्थ पनि राम्रो छ, बस्ने गर्ने पोजिसनले गर्दाखेरि पनि राम्रो छ। सो यसरी नै बसेर खान्छन्। ट्रेडिसनल्ली यो चाहिँ एउटा जापानिज एउटा होइन स्टाइल हो होइन। बाहिर हाम्रो पनि पहिला पहिला गाउँतिर हो भने त पिर्का सिर्कामा बस्ने टक्क हो नि त। अहिले यो डाइनिङ टेबल सेबल आएको पछि पछि त हो नि है मोडर्नाइज भए तर जुनले चाहिँ धेरै मान्छे बिरामी पर्ने हेल्थहरू होइन पेल्भिकहरू के त पेल्भिकहरू एकदम राम्रो हुन्छ नि त बस्दा नि टक्क हार्ट जोर्नी अनि हरेक 41वटा घरमा पनि यहाँ चाहिँ हरेकको आफ्नै छ कि विशेषता छ कि जस्तै यसमा चाहिँ एग्रिकल्चर के अब बाहिरतिर सिताके च्याउफला यो माखलो चाहिँ आर्ट पुरा पेन्टिङ 7 लाख 8-10 लाखका पेन्टिङहरू होइन यस्तो यस्तो रहेछ कि घरहरू। ए जनताहरू त मान्छे त टाढो आयो त अहिले त सिजनमा त्यहाँ है मान्छे आहान गजबको ल यही फागुन 21 चुनावमा घन्टी चिन्हलाई मतदान सही ल। हामी आइपुग्यौँ 22 नम्बरतिर। यो चाहिँ अलिक पब्लिक पौवा टाइपको टक्कर रहेछ होइन। सामाजिक काम पर्दा मान्छे मिटिङ भेला गर्ने ठाउँ होइन। ए सरसफाइ गर्नको लागि त्यहाँ सामग्रीहरू पनि छ। ए हो र वातावरण सरसफाइ गाउँ सरसफाइ ए हो र व्यक्तिगत घरको सरसफाइ ए हो र ए हेर्नु साथीहरू हो क्या हजुर उसले भन्छ नि कोरे साथीहरू त्यो छ नि विराजकोमा कि अर्को कुबेर ल बोलु यो चाहिँ होइन एमएनआरसी स्पेसल हट्टो हो। यो चाहिँ भेज हट्टो हो होइन। हट्टो भनेको चाहिँ डिफ्रेन्ट मोडल हुन्छ। त्यसमा चाहिँ यो चाहिँ भेजिटेबलवाला भयो। सो एभ्रिथिङ भेज आर हियर। सो खाउचिया फर्सी मसरुम क्यारोट मेगी प्याजहरू छ। त्यसपछि यो चाहिँ टोफु स्किन हो। हामी चाहिँ भिलेजभित्रकै एउटा कुन चाहिँ हाउसमा एउटा सप होइन। यो चाहिँ अब कति नम्बरको सप चाहिँ बिर्स्यो 16-17 नम्बर हो भित्रै भएको चाहिँ सबै राम्रै तो बजाउँ के छ अब सक्यो होइन हाम्रो यहाँको यो भिलेज चाहिँ सक्यो। खानासाना खाइयो होइन। यहाँबाट हामी जान्छौँ कुन लेक साइको लेक हेलो होइन सर्लक्क लाएर माथितिरसम्म यही त हो पुरानो ट्रेडिसनल जापानिज। अब हामी जान्छौँ साइको लेकतिर अर्को ठाउँमा। वाह पुलिसान हामी छौँ यहाँ 48मा। अब हामी जान्छौँ यो लेक साइडकोतिर है। अब हामी यहाँबाट त जान्छौँ
दामी चाहिँ वेदर चाहिँ दामी क्या आज एकदम गाडी 12:10मा आउँदैछ हाम्रो यहाँ अब हामी गाडी कुर्छौँ सही छ कि ल सानो बच्चाको पिकनिक रहेछ यहाँ हामी आइपुग्यौँ यहाँ देखेर छ अलिकति हामी आइपुग्यौँ लेक साइको बवाल छ यहाँनिर त्यहाँ चाहिँ क्याम्पिङ गर्ने मेन चाहिँ क्याम्पिङ गर्नको लागि ठाउँ रहेछ है पिकनिक स्पट पिकनिक स्पट भन्दा नि क्याम्पिङ स्पट पिकनिक स्पट टक्क लाएर यस्तो रहेछ यहाँ तार सार क्याम्प फायर बार्बिक्यू सही है सही रहेछ ल तालमा गएर टक्क पानी जल जल चढाउँ जल सही छ है लाम्चो खालको के त्यो अन्त हाम्रो पोखरा बेगनास तालहरू यस्तोले भयो छुट्टी खालको क्या अलिक प्रकृति नै बनाएको कुरो अर्कै के ल भाइ सेवा खतरा यहाँ चाहिँ क्याम्पिङ गरेर बस्नु रहेछ मस्त सही यार पानी क्या कस्तो दामी देखेँ है आज आवाज अलिक हल्का चल्यो ओम नमः शिवाय गर ओम नमः शिवाय हो रहेछ त्यहाँको क्याम्प रहेछ त्यहाँकै क्याम्प रहेछ हामी आइपुग्यौँ अहिले साइको लेकबाट खाओगुची लेककै हामी हिजो बसेको चाहिँ उता बारीको अर्को ठाउँमा हो कोमी पार्क भन्ने हामी चाहिँ यता साइडतिर आइपुग्यौँ अहिले चाहिँ यहाँतिर पनि दामी रहेछ दामी 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 एकछिन आनन्द लिएर बस्छौँ एकछिन यतातिर मात्र जान्छ हावा चले सही है त के हो त्यहाँ के रहेछ क्या हो उठ्यो माथि के हो हरियो सबै त्यो के हो क्या होइन त्यो हरियो के हो र होइन होला त्यो हेर त्यो डुङ्गा चढ्न मिल्छ क्या हो जान्छ सोध्न सोध्नु जाउँ सोध्नु हामी यस्तो साइट सिइङको लागि अर्को ठाउँतिर आइपुगेका छौँ त्यही बाटोमा पर्ने माथिपट्टि चिहान चिहानमा भूत लाग्छ धेरै गर्नु न अब यसको उता पारितिर चाहिँ ठ्याक्क लाएर माउन्ट फुजी रहेछ दामी देखिने यो चाहिँ गाउँ हो है हामी चाहिँ गाउँ एक्सप्लोर गर्ने हिँड्यौँ हामी के अरे ल त्यो बाबु त्यो घर कहाँ भन्यो भनेदेखि चाहिँ मेरो घर चाहिँ ठ्याक्क माउन्ट फुजीको सिधा अगाडि भन्न चाहिँ यहाँबाट जुर्यो के मिल्छ नि त सर्लक्क भिडियोमा त देखिन क्या हो नि भिडियोमा देखिन तर माउन्ट फुजी ठ्याक्क अगाडि छ क्या चाहिँ अहिले यो पल्लो छेउसम्म जाउँ के रहेछ होइन गाडी आएर होला विचार गरेर गाउँ ल खोइ त मान्छे मान्छे कहीँ केही छैन दाजु भुल गाउँ छ तपाईँ त्यो मान्छे छैन त यहाँ त अब त्यसै त घरै घर रहेछ त्यो त जति गए पनि थिएँ ठ्याक्क माउन्ट फुजीमा छ माउन्ट फुजीको यतापट्टि फर्क्यौँ हामी आइपुग्यौँ अर्को नेक्स्ट डेस्टिनेसन अब यहाँबाट छौँ अर्को भनेको खाओगुची लेककै अर्को साइड हो होइन हामी हिजो बसेको चाहिँ त्यहाँ कुनातिर हो उता कुनातिर हो हिजो बसेको चाहिँ हामी त्यहाँबाट अर्को लेक भएर यता आइसक्यौँ नि त वाह वाह यो चाहिँ अर्को ठाउँ है घुम्ने ठाउँ है ओ यो त हेलिकप्टर बढ्ने ठाउँ रहेछ क्या है ए यहाँ त हेलिकप्टर बढ्ने ठाउँ रहेछ नि त कति मान्छे छ नि यहाँ चाहिँ त्यो डोन्ट लिभ योर के भने पढ्दा ए डु नट इन्टर लेखाएको छ नजाउनु डु नट इन्टर लेखाएको छ त्यहाँ डु नट इन्टर लेखाएको छु सही रहेछ त्यहाँ फेरि ओहो हो खतरा 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 भाइस ओके हामी
अर्को ठाउँ आइपुग्यो अब चाहिँ पल्लो छेउ आइपुग्यो अब चाहिँ सबसे अफसोस यसको के हो त्यो बकुल्ला हो होइन हाँस हो कि बकुल्ला हो त्यो हाँस सुहाउनु हुने होइन त अब त उसो हेर्दै खतरा खाँदै भिडियो बनाइरहेको छु यसलाई के खानेकुरा दिनु पाए हुन्थ्यो होला है के छ त हामीसँग दिन मिल्ने खतरा रहेछ दुईटा मात्र हेलो हामी चढ्यो अब यो स्टेसनबाट माउबुचीको स्टेसनबाट बसमा जान्छौँ बस भाइबतिर बस पार्क स्टेसन होइन सिन्जीको पैसा अब सकिरहनु हामी आइपुग्यौँ सिन्जुको अहिले बज्यो 7:30 बेलुकाको ठिकै सिन्जुको आयो अब त्यसकै हाम्रो 2 दिनको भ्लग यही अहिले सकियो बसमा सरेर आयो सिन्जुको बस पार्क है त यो चाहिँ योसँगै हामीलाई हेरेर यस्तो भन्नुपर्छ नि लास्ट यसरी हामीलाई हेरिदिनु भएकोमा यहाँ धेरै धन्यवाद हामीलाई लाइक सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनु होला धन्यवाद